कारणले हामीले प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई बनाएर गृहमन्त्री तपाईँ बन्नुपर्छ। काङ्ग्रेसको शेरबहादुर देउपालाई प्रधानमन्त्री पालो हो नि त उहाँको। अब काङ्ग्रेसलाई पनि हजुरहरूले सघाउनु। ल यस्तो छ साथीहरु, यता चाहिँ म भन्दैछु यही कुरा होइन होइन यो कुरा सिध्याउनु पर्छ। हामी अब साथीहरु उल्ट्याउँछौँ। यो अन्तिम अब समयमा उल्टिँदैछ, कारण देखाउँदाहरूलाई पत्र आइसकेको छ। अनि हामीले शेरबहादुर देउपाको पालो हो प्रधानमन्त्री। उहाँले चाहिँ कहिले पनि भने हामी पनि लडाइँ साथीहरु गर्नु एकदमै सही हुँदैन। हो। शेरबहादुरजीलाई प्रधानमन्त्री कस्तो बनाएर लाग्छ तपाईँ भिडियो मन्त्रीमा लाइक सब्स्क्राइब गर्नुहोस्। काङ्ग्रेसको छ अनि गृहमन्त्री तपाईँलाई बनाउने र चुनाव गराउने तपाईँका मातहतमा। अनि चुनाव गराएर नेकपा एमाले 2003 सालमा खोलेको पार्टी अहिलेसम्मको बहुमतमा ल्याएर केपी बालाई प्रधानमन्त्री बनाउने। अनि हामीले संविधान संशोधन गर्ने एक दुईवटा त्रुटि छ त्यसलाई सच्याउने अनि त्यहाँबाट 5 वर्ष कार्यकारी आँट्ने कुनै पनि प्रत्यक्ष ल्याउनु हुँदैन। हामीले कार्यकारी प्रधानमन्त्री 5 वर्ष टिक्ने भिडियो अन्तिम समयमा साथीहरु भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला साथीहरु।